हेलो एभ्रिवान, वेलकम टु न्यू भिडियो। यो चाहिँ मेरो आजबाट नयाँ भिडियो बनिरहेछ। सबैजनाले माया गरेर हेरिदिनु होला। आज चाहिँ सुतार कार्कीको दिवाली भइरहेछ। अलि नछेउनु ला उहाँ चाहिँ हाम्रो बुबा हुनुहुन्छ, माइलो बुबा। उहाँ चाहिँ बुबा, उहाँ मम्मी, उहाँ चाहिँ भाइ। यता चाहिँ दिदीहरू हुनुहुन्छ, दिदी भिना चाहिँ सबैजना छौँ। उता भाउजू हुनुहुन्छ। अब अर्को पालो सबैजना चाहिँ पर्सिनुपर्छ। बोका चाहिँ गाह्रो मानेर बस्छ। अब चोखो निदो गरेकै छ त। किन आएपछि मुइ त जान्छु त चाहिँ अब दिन आइसकेपछि किन गाह्रो मान्छ, किन अटेरी बिचमा अटेरी भएर जन्चे पहिला जन्मेको जेठोबाटै उयो पर्समाला आफैसँग हो। इसकते सामने गाडी बन्नु इसकते पर्समा पुकु पुकु पुकुको जिउ त बोको है गाई सानो छ। यो चाहिँ पर्छ छैन, यो अब पर्सिन्छ होला। यिनीहरू चाहिँ पर्सिसके। अब चाहिँ घुमाएर मन्दिर लाने यिनीहरूलाई। मालिङको चाहिँ बोकेर अगाडि हिँड्नुपर्छ अनि पछाडि दाहिने घुमेर चाहिँ मन्दिर जानुपर्ने रहेछ। मम्मी आउनुभयो, मम्मीको मम्मी आउनुभयो मामा घरबाट। हजुर दर्शन, नमस्ते रे नातिनीले। यो चाहिँ 3 राउन्ड लाउनुपर्छ। यो चाहिँ 2 राउन्ड भयो। अब चाहिँ 3 राउन्ड। यस्तो बिजोग छ साथीहरू। बुबा पनि आउँदै हुनुहुन्छ। हेर बोकाको बिजोग साथीहरू। हाम्रो चाहिँ यस्तो बोकै थ्याक्न नसक्ने रहम। भिनाले पनि दौडाउँदै हुनुहुन्छ। हामी कहाँ जाँदैछौँ गाइस? कान्छा अङ्कलकोमा। अब चाहिँ अङ्कलकोमा जाँदैछौँ। हामी चाहिँ अङ्कलकोमा जाँदैछौँ। माथि घर चाहिँ अनि अङ्कलकोमा जाँदैछौँ। कति धेरै आलु हेर्न साथीहरू, यस्तो राम्रो छ। फल्न चाहिँ अब कस्तो फल्छ। बोट चाहिँ यस्तो राम्रो छ। हामी चाहिँ अङ्कलको घरमा आइपुग्यौँ है साथीहरू। अङ्कलहरूको बोका चाहिँ निकालिसक्नु भयो जस्तो छ। यो चाहिँ बुवाहरूको अङ्कलहरूको बोका, साइलो बुवाहरूको बोका हो। यो चाहिँ हाम्रै, यो चाहिँ हाम्रो फ्यामिली। यति सबैजना निस्किनु भयो मन्दिरमा जानलाई। हामी चाहिँ अलि पछि जान्छौँ घरबाट रेडी भएर। उहाँहरू चाहिँ निस्किनु भयो, हाम्रो फ्यामिली। यो चाहिँ उहाँ चाहिँ हाम्रो भाउजू है गाइज। भाउजू हामी कोलथान। हामी चाहिँ के हेर्न जाँदैछौँ अरे? हामी चाहिँ कुलथानमा जाँदैछौँ मन्दिरमा। फाइनली रेडी भयौँ। अब 2 मिनटमा पुगिन्छ होला। अब त 5 मिनटमा जतिमा त पुगिहालिन्छ नि, बिस्तारै हिँड्दा त। बारी चाहिँ बाटो चाहिँ यस्तो छ, यस्तो बिजोग छ साथीहरू।
बाटो चाहिँ यस्तो छ बिजोक हो एकदम बिजुक बाटो यतिको चाहिँ हुनपर्छ क्या गाडी बन्द भएर आधी मान्छे चाहिँ आउँदैन आधी मान्छे चाहिँ आयौँ आधी भए पनि रमाइलो भइरह हामी चाहिँ मन्दिर आइपुग्यौँ यो चाहिँ हाम्रै बोका रहेछ न कस्तो धेरै बोका गनाउँछ क्या भन्नु सानो बोका यो चाहिँ हाम्रो सानो चुन्टो बोको सानो पुन्टेको के भयो अझै यत्रो मोटामोटी यो चाहिँ खाजा खाँदै हुनुहुन्छ हामी चाहिँ मण्डपमा आयौँ हाम्रो डान्स चलिरहेछ है नाचगान चलिरह
फाइनली बोको नि आयो बोको नि काटेर आयौँ है हामी त यहाँ चाहिँ ल्याउँदै हुनुहुन्छ यस्तो बिजोकले ल्याउनुपर्छ साधन छैन भन्दा साधन छ तर रोड छैन आयो 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 उहाँ चाहिँ बिनाजु आयो सानो पनि उहाँ चाहिँ बुवाले ल्याउँदै हुनुहुन्छ चाहिँ बोको बनाउँदै हुनुहुन्छ खुइलाउँदै हुनुहुन्छ हामी चाहिँ म चाहिँ मस्तिरहेको छु अनि अब मन्दिर गएर चाहिँ यसो डान्स गऱ्यो आयो अब खानासाना बनाउनुपर्छ खुवाउनुपर्छ त्यही नै हो दिवाली स्पेसल यति नै अनि अब खाना खाएपछि बेटामा है त यहाँ चाहिँ बोको बनाउँदै हुनुहुन्छ यहाँ चाहिँ मासु पाकिरहेछ अब चाहिँ फोरफार गरेर सिद्धै अब खाना पाक्दैछ सबैजना यता हुनुहुन्छ हाम्रो कुकम्यान चाहिँ निलो टी सर्ट लाउने भेना हुनुहुन्छ यहाँ चाहिँ मासु पाकिरहेछ खानाभित्र पाकिरहेछ दाजु कुकम्यान बन्दा कस्तो फिल भइरह म पहिला पनि गर्थेँ नानी कस्तो फिल हुँदैछ ससुराले आएर चाहिँ मलाई लोकभोगमा गर्दाखेरि त झन् इच्छा सन्तुष्टि आत्मसन्तुष्टि हाम्रो भिनाले त ज्याकेट पास गरिसक्नु भइसक्यो गयो नि एकजना अगाडि गयो क्या जाँदैन हाम्रो चाहिँ मासु पाकिसक्यो के बाँकी छ भिनाजु फाइनली दिवाली सकिसकेको छ खाना खाँदै हुनुहुन्छ उता म चाहिँ बाहिरै छु अनि सबैजना एकदम रमाइलो भयो यो चाहिँ मेरो नयाँ भिडियो सबैजनाले माया गरिदिनु होला सेयर सब्सक्राइब गरिदिनु होला अनि अब मैले केही बोल्न जानिनँ भने पनि कमेन्टमा गएर भनिदिनु होला यो गर त्यो गर भनेर मलाई चाहिँ थाहा छैन यो मेरो फर्स्ट भिडियो सबैजनाले माया गरेर हेरिदिनु होला हस्त धन्यवाद बाई